लाइभ हो केही भन्नु छ ल ज्योति बुहारी भन्नु केही छ रमाइलो लागिरहेछ हाम्रो अर्घाखाँची कस्तो लागिरहेछ है अर्घाखाँची ल यहाँ बुवा आमा पनि आउनु भएको छ नेपालदेखि छोरो कस्तो फिल भइरहेछ रमाइलो लाग्छ यो चाहिँ हाम्रो यो रमाइलो लाग्छ नि तिमीलाई रमाइलो भइरहेछ अति नै रमाइलो हो अनि कहिले भएको थिएन गफ थियो यार मैले ल यहाँ ग्रिल गर्दैछ एउटा टिम चाहिँ सञ्जय दाई कस्तो फिल भइरहेछ एकदम सुपर रमाइलो लागिरहेछ ल यहाँ अनिलजी हुनुहुन्छ ल हो यहाँ पुरै डान्सिङ केटाहरूको एकदमै दाजुभाइहरू खत्रै डान्स गरिरहनु भएको छ अनि यहाँ चाहिँ हाम्रो खानेकुरा फुड सबैजनाले बनाएर ल्याउनु भएको छ केही भन्नु छ एकदम रमाइलो छ यता चाहिँ ग्रिल तयारी हुँदैछ हाम्रो पहिलो चाहिँ अर्घाखाँची डेनमार्क सम्पर्क समाज यो समर ग्रिल तथा भेटघाट डेनमार्कको राजधानी कोपेनहेगन क्ल्याम्पेनबर्ग बीच हो यो वान अफ द फेमस बीच समरको समयमा हेर्नुहोस् भिडभाड छ त्यसको बावजुद पनि हामी हाम्रो जिल्लावासीहरूको एउटा भेटघाट र एउटा बन्धुत्व चाहिँ कायम गर्ने कार्यक्रमहरू राखेका छौँ व्यस्तताको बावजुद पनि 40 देखि 50 जना साथीभाइहरू यहाँ भेटघाटको लागि जुट्नु भएको छ त्यो अत्यन्तै सराहनीय कार्य हो किनकि यो युरोपको लाइफ अलि बिजी नै हुन्छ एकदम खुसीको क्षण छ हामी सम्पूर्ण जिल्लावासीलाई बुवामा आउनु भएको छ नेपालबाट एक परिवारमा परिवार जस्तै
खास बिजिएला चाहिँ यहाँ भन्दा नि मान्छे त उता पो छ त नयाँ मान्छेको घाम ताप्नु